फर्म्सहरूको बारेमा चाहिँ के गर्छौँ त छलफल गर्छौँ। र सिलेबसको आधारमा चाहिँ इन्डिटरमिनेट फर्म्स भनेको चाहिँ यसको प्रकारहरू भन्नु भनेको छ रियल लाइफ एप्लिकेसन्सहरू र इक्जाम्पल्सहरू एन्ड एल हस्पिटल रुल अथवा लपिटल रुलको बारेमा कुरा गर्नु भनेर भनेको छ। ल पहिला जाऊँ इन्डिटरमिनेट फर्म भनेको के हो। इनडिटर्मिनेट फर्म भनेको के हो भन्दाखेरि चाहिँ इनडिटर्मिनेट फर्म विच इज नट डिटर्मिनेट और के हो भन्दाखेरि चाहिँ विच भ्यालु कान्ट बी फाइन्ड। डिफाइन्ड यसको प्रकारहरू जसको भ्यालु चाहिँ निकाल्न सकिँदैन नि त्यसलाई चाहिँ इन्डिटर्मिनेट फर्म्सहरू भनिन्छ। यसको टाइप्सको कुरा गर्दाखेरि चाहिँ सातवटा प्रकारको टाइप्सहरू छ यसको चाहिँ होइन। पहिलो फर्मेट भनेको के हो भन्दाखेरि चाहिँ 0/0 फर्मेट भयो होइन। यसको टाइप्सहरूको कुरा गर्दाखेरि एउटा भनेको 0/0 फर्मेट भयो। दोस्रो फर्मेट हाम्रो के छ इन्फिनिटी डिभाइड बाई इन्फिनिटी फर्मेट छ होइन। अर्को इन्फिनिटी माइनस इन्फिनिटी फर्मेट छ। अर्को भनेको चाहिँ हाम्रो 0 इन्टु इन्फिनिटी टाइपको क्वेसनहरू हुन्छन् होइन, फर्मेटहरू हुन्छन्। अब त्यसपछि चाहिँ हामीले के पढ्छौँ 1को पावर इन्फिनिटी टाइप फर्मेटहरू पढ्छौँ, 0को पावर 0 होइन। अर्को भनेको 0को पावर इन्फिनिटी यो टाइपको क्वेसनहरू चाहिँ हामीले के गरिरहेको छौँ त सरी 0को पावर इन्फिनिटी होइन, इन्फिनिटीको पावर 0 है त, इन्फिनिटीको पावर 0 यो प्रकारको क्वेसनहरू चाहिँ हामीले के गरिरहेको छौँ त यो सातवटा तरिकालाई चाहिँ इन्डिटर्मिनेट फर्म्सहरू भनेर भनिन्छ। अब यो लिमिटको एप्लिकेसन हामीले लास्ट क्लासमा पनि थोरै डिस्कस गरेका थियौँ होइन। अब इक्जाम्पलको लागि चाहिँ हामीले एउटा क्वेसन पनि गरेका थियौँ हामीले लास्ट क्लासमा चाहिँ लिमिट एक्स टेन्स टु 2 वाला क्वेसन होइन, जसमा चाहिँ हामीले x² - 4 डिभाइड बाई x - 2को टाइपको प्रब्लमको बारेमा डिस्कस गरेका थियौँ। अब लिमिटको एप्लिकेसन के हुन्छ, यस्तो इनडिटर्मिनेट फर्महरू जसको भ्यालु चाहिँ निकाल्न मिल्दैन नि यसलाई चाहिँ हामीले निकाल्न सहयोग गर्छ। केले सहयोग गर्छ, हाम्रो एल हस्पिटल रुलले सहयोग गर्छ भन्न भनेका थियौँ। अब यसको क्वेसनहरू चाहिँ हामीले के गर्छौँ त अगाडि बढ्छौँ है त। इन्डिटर्मिनेट फर्म भनेको त्यस्तो खालको फर्म्सहरू जसको भ्यालु चाहिँ निकाल्न मिल्दो रहेछ होइन, त्यसलाई चाहिँ हामीले के गर्छौँ त बाई युजिङ एल हस्पिटल रुल अथवा लिमिट्सको एप्लिकेसनबाट चाहिँ हामीले यस्तो फर्म्सहरूलाई चाहिँ के गर्छौँ त जुन यो फर्म्सहरू छ नि यो फर्महरूलाई चाहिँ हामीले के गर्छौँ त अब सल्भ गर्न ट्राई गर्छौँ। ल अब यो अर्को पनि छ एउटा रियल लाइफ इक्जाम्पल्सहरू छन्। अब हामीले जेनेरली एउटा इक्जाम्पलबाट सुरु गर्छौँ म होइन, एकदम सजिलो इक्जाम्पल छ हामीसँग चाहिँ होइन, इक्जाम्पलकोबाट बुझाउनु सजिलो पनि हुन्छ। इक्जाम्पल के हुन्छ भन्दाखेरि चाहिँ लेट आई निड टु क्यालकुलेट भेलोसिटी है त, भेलोसिटी अफ बडी when it tries to move from rest। मानव मलाई चाहिँ के छ भन्दाखेरि चाहिँ कन्डिसन कुनै पनि बडीको चाहिँ भेलोसिटी निकाल्न परिरहेको छ जब चाहिँ ऊ सुरुमा मुभ गर्न खोज्छ त्यो बेलामा चाहिँ हामीले भेलोसिटी निकाल्नु परेको छ होइन, इनिसियल टाइममा। अब भेलोसिटीको फर्मुला के हो त चेन्ज इन डिस्प्लेसमेन्ट, चेन्ज इन डिस्प्लेसमेन्ट, डिस्प्लेसमेन्ट डिभाइड बाई के हो त चेन्ज इन टाइम हो, चेन्ज इन टाइम हो होइन। अथवा यसलाई चाहिँ के भन्न सक्यो डेल्टा एक्स डिभाइड बाई डेल्टा टी भन्न सक्यो। जब चाहिँ इनिसियल कन्डिसन हुन्छ नि जब चाहिँ बडी जस्ट मुभ गर्न सुरु हुन्छ नि तब त चेन्ज इन डिस्प्लेसमेन्ट भनेको 0 हुन्छ किनकि ऊ सुरु गरेकै छैन होइन, डिभाइड बाई अब चेन्ज इन टाइम, टाइम त सुरु भएकै छैन, सो 0/0 फर्मेट आउने भयो। र यस्तो खालको क्वेसनलाई सल्भ गर्नु चाहिँ अब हामीले के गर्छौँ त लिमिट युज गर्छौँ अथवा एप्लिकेसन अफ क्यालकुलस युज गर्छौँ है त। अब यसले कसरी सल्भ गर्ने भन्दाखेरि चाहिँ सल्भ गर्ने प्रोसिड्योर चाहिँ ल जब चाहिँ ऊ स्टार्ट हुन्छ नि होइन, मलाई के थाहा छ भेलोसिटी भनेको के हो त चेन्ज इन डिस्प्लेसमेन्ट, चेन्ज इन डिस्प्लेसमेन्ट त्यही नै हो कुरा त होइन, डिस्प्लेसमेन्ट डिभाइड बाई चेन्ज इन टाइम भन्ने कुरा थाहा छ, चेन्ज इन टाइम भन्ने कुरा थाहा छ होइन। एउटा कुनै पनि सिचुएसनमा चाहिँ अब एउटा बडी चाहिँ के छ भन्दाखेरि चाहिँ इनिसियल भेलोसिटी यु इक्वेस टु 0ले मुभ गरेको छ भने हाम्रो इक्वेसन अफ मोसन अप्लाई गरेर कन्स्ट्यान्ट एक्सलरेसन एले मुभ गरेर आएको छ भने इक्वेसनले के भन्छ मोसनको इक्वेसनले चाहिँ हाम्रो जुन डिस्प्लेसमेन्ट एक्स हुन्छ नि त्यो भनेको युटी प्लस हाफ एटी स्क्वायर हुन्छ होइन, बेसिक फर्मुला होइन। जब इनिसियल भेलोसिटी 0 हुन्छ डिस्प्लेसमेन्टको भ्यालु के आउने भयो 1/2 एटी स्क्वायर आउने भयो होइन।
सो यो भनेको भ्यालु भेलोसिटी भनेको के आउने भयो त, त्यो भनेको डेल्टा एक्स बाई डेल्टा टी होइन। यो भनेको फाइनल डिस्टेन्स कभर गरेको डिभाइड बाई इनिसियल डिस्टेन्स डिभाइड बाई टाइम भनेको T2 माइनस T1 आउने भयो। अब फाइनल डिस्प्लेसमेन्ट भनेको उसले टी टाइममा कभर गरेको, त्यसलाई चाहिँ मैले यो भ्यालु भनेर लेखेँ 1/2 AT² होइन। इनिसियल त हिँडेकै छैन, जेरोबाट सुरु गरेको डिभाइड बाई फाइनल टाइम टी भयो, इनिसियल टाइम 0 भयो होइन। यहाँबाट भ्यालु के आउने भयो त 1/2 AT मात्रै आउने भयो होइन। अब इनिसियल टाइममा निकाल्न परिरहेको छ नि त मलाई, जब चाहिँ ऊ जस्ट स्टार्ट गरिरहेको छ मुभ गर्नलाई, भनेपछि के भयो त त्यो चाहिँ भ्यालु चाहिँ के हुने भयो त लिमिट T टेन्स टु 0 अप्लाई गर्नु पऱ्यो मैले। किन एप्लाई गरेको, किनकि मलाई इनिसियली जबको सुरु मात्रै गरिरहेको छ नि त होइन। भनेपछि मैले एक्ज्याक्टली T=0मा त निकाल्न सकिरहेको छैन नि त, T=0मा 0/0 आइरहेको छ। सो यो जब चाहिँ टीको भ्यालु 0को नजिक पुग्छ नि, त्यो बेला भेलोसिटी भ्यालु के हुँदो रहेछ त भेलोसिटी=1/2 AT, अथवा टीको भ्यालु 0तिर अप्रोच गर्दाखेरि भेलोसिटी एप्रोचेस टु 0। भनेपछि इनिसियली हाम्रो भेलोसिटी भ्यालु के डिराइभ गर्न सक्यौँ, 0 डिराइभ गर्न सक्यौँ। भनेपछि कुनै पनि एउटा फर्मेट थियो जुन चाहिँ हाम्रो 0/0 फर्मेट थियो, त्यसलाई चाहिँ हामीले के गर्यौँ त सल्भ गरेर कुनै एउटा फाइनाइट भ्यालुमा पुऱ्याउन सक्यौँ है त। अब इट इज द एप्लिकेसन अफ क्यालकुलस अथवा लिमिटको भ्यालु चाहिँ यो बेलामा चाहिँ हामीले के गर्छौँ त निकाल्न सक्यौँ। ठिक छ है त। अब यो सल्भ गर्ने तरिका यतिसम्म भयो। अब हामीले चाहिँ पढ्ने भनेको यो टपिकमा चाहिँ एल हस्पिटल रुल, यसबाट चाहिँ मोडल क्वेसनमा 2 मार्क्सको क्वेसन पनि राखिएको थियो, 2-3 मार्क्सको ट्याक्कै चाहिँ याद भएन मलाई। एल हस्पिटल रुलले के भन्छ भन्दाखेरि चाहिँ कुनै पनि क्वेसन चाहिँ 0/0 0/0 अथवा इन्फिनिटी डिभाइड बाई इन्फिनिटीको फर्मेटमा जान्छ भने, एप्रोच गर्छ भने, त्यस्तो खालको लिमिटलाई चाहिँ fx/gx चाहिँ कुनै पनि एउटा फङ्सन अथवा इक्वेसन 0/0 अथवा इन्फिनिटी डिभाइड बाई इन्फिनिटी, अरू फर्मेट होइन नि फेरि होइन। यसमा चाहिँ अब हाम्रो यो 0 × ∞ आउनु भएन होइन, यो आउनु भएन, यो आउनु भएन, यो आउनु भएन, जस्ट यो र यो 0/0 र इन्फिनिटी डिभाइड बाई इन्फिनिटी, यो फर्मेटमा गइरहेको बेलामा चाहिँ हामीले यस्तो खालको इक्वेसनहरूलाई कसरी सल्भ गर्छौँ अरे त, मैले लास्ट क्लासमा पनि भनेको थिएँ। माथिपट्टिको फङ्सनलाई डेरिभेटिभ गर विथ रेस्पेक्ट टु भेरिएबल द्याट इज एक्स, तलपट्टिको फङ्सनलाई डेरिभेटिभ गर विथ रेस्पेक्ट टु भेरिएबल द्याट इज एक्स। ठिक छ होइन। कसरी गर्ने त, माथिपट्टिको एफएक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज f'(x) आउने भयो डिभाइड बाई तलपट्टि g'(x). फेरि पनि यो 0/0मा गयो भने अथवा इन्फिनिटी डिभाइड बाई इन्फिनिटीमा गयो भने के गर्नु त, कन्टिन्युसली के गर त डिफ्रेन्सिएसन गरिराख। त्यो भनेको लिमिट x टेन्स टु 0 के गर एफ सेकेन्ड डेरिभेटिभ आउने भयो डिभाइड बाई तलपट्टिको सेकेन्ड डेरिभेटिभ आउने, 0/0 अथवा इन्फिनिटी डिभाइड बाई इन्फिनिटी, कुनै पनि एउटा फर्मेटमा गएको बेलामा है त, कुनै पनि एउटा है अथवा अर है त। अब फेरि पनि गयो भने फेरि पनि रिपिट गर्न पाइन्छ हामीले है त। यो रुललाई चाहिँ एल हस्पिटल रुल भनेर भनिन्छ। अब इक्जाम्पलहरू गरौँ है। एउटा बेसिक लिमिट एक्स टेन्स टु 0 साइन x/x निकाल्नु पऱ्यो होइन। यो भनेको भ्यालु कुन फर्मेटमा गइरहेको छ, एक्सको भ्यालु 0 हुँदाखेरि साइन 0 द्याट इज 0 डिभाइड बाई तलपट्टि 0/0 फर्मेटमा गयो। के गर्नु रे त, सबभन्दा सुरुमा सल्भ गर्नको लागि चाहिँ अब माथिपट्टिको फङ्सनलाई डेरिभेटिभ गर्नु विथ रेस्पेक्ट टु एक्स, तलपट्टिको फङ्सनलाई डेरिभेटिभ गर्नु विथ रेस्पेक्ट टु एक्स। भनेपछि अगाडिपट्टि लिमिट जस्ताको त्यस्तै अप्लाई राख्नु पऱ्यो, हामीले चेन्ज गर्न पाइएन। साइन एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज कति आउँछ कस एक्स, र एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज 1 है त। त्यो भनेको भ्यालु कति आउने भयो त, लिमिट एक्स टेन्स टु 0 अप्लाई गर्दाखेरि कस 0 आउने भयो, द्याट इज कति आउने भयो त 1 आउने भयो। भनेपछि लिमिट एक्स टेन्स टु 0 साइन x/x को भ्यालु कति आउँदो रहेछ त 1 आउँदो रहेछ। ठिक छ होइन। सिमिलरली अर्को पनि क्वेसन छ मसँग, इक्जाम्पल होइन। इक्जाम्पल लिमिट एक्स टेन्स टु 0 tan x/x को निकाल्नु पर्यो है त। कुन फर्मेटमा, tan 0/0 द्याट इज 0/0 फर्मेटमा जाने भयो होइन। सो के गर्नु पर्यो, tan x को डेरिभेटिभ गरेर विथ रेस्पेक्ट टु एक्स, अगाडिपट्टि लिमिट जे छ त्यही अप्लाई गर्नु पर्यो। कति आउँछ, tan x को डेरिभेटिभ इज sec² x आउने भयो। उहाँ एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज 1, त्यो भनेको भ्यालु कति आउने भयो, sec² 0 राख्नु पर्यो एक्सको ठाउँमा, द्याट इज 1 आउने भयो। sec 0 भनेको 1 है त। tan x/x को भ्यालु पनि कति आउँछ 1 आउँदो रहेछ होइन। सिमिलरली अर्को पनि इक्जाम्पल छ एउटा चाहिँ होइन। ल लिमिट एक्स टेन्स टु 0
लग 1 + x डिभाइड बाई एक्सको भ्यालु कति हुन्छ? हेरौँ, चेक गरौँ। लग इन्टु 1 + 0 इज log 1 डिभाइड बाई 0। log 1 भनेको 0 0/0 फर्मेट। 0/0मा गइसकेपछि के आउने भयो त भ्यालु चाहिँ हाम्रो यसमा? 0/0 गइसकेपछि लग एल हस्पिटल रुल लगाउन पाएँ। लग एक्सको डेरिभेटिभ कति हुन्छ? अगाडिपट्टि लिमिट जस्ताको त्यस्तै अप्लाई गर्नु पऱ्यो होइन। लग एक्सको डेरिभेटिभ 1/x होइन, इन्टु डिभाइड बाई 1 एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज 1। एक्सको भ्यालु 0को नजिक पुग्दाखेरि 1/1 + 0 = 1 है त। भनेपछि यस्तो खालको लिमिटहरू चाहिँ हामीले एल हस्पिटल रुल लगाएर इजिली सल्भ गर्न सकिँदो रहेछ भन्ने भ्यालु हामीले के गर्न सक्छौँ, निष्कर्ष निकाल्न सक्छौँ। अर्को पनि इक्जाम्पल छ होइन, इक्जाम्पल धेरै हुनसक्छ। यो चाहिँ हामीले 11 12मा पनि पढेको क्वेसनहरू भयो होइन। e⁻x - x डिभाइड बाई 1 भ्यालु कति आउँछ त? यो पनि 1 नै आउँछ होइन। यो टाइपको लिमिटको क्वेसनहरू चाहिँ हामीले के गर्नुपर्छ त? जान्नुपर्ने हुन्छ। सो सबैले सार्नु होला यो क्वेसनहरू चाहिँ। यो एउटा फर्मुला भयो, एउटा फर्मुला है। अब डाइरेक्टली एप्लाई पनि गर्न पाउँछौँ हामीले यो चाहिँ त। यसो भ्यालु 1 भयो, यो भ्यालु पनि के भयो त? भ्यालुहरू पनि भयो। ठिक छ है त। अब अब कसरी गर्ने त क्वेसनहरू? हामीसँग त यो 7वटा इन्डिटर्मिनेट फर्म छन् नि त होइन। इक्जाममा त जुन पनि आउन सक्छ। तर अब हामीले एल हस्पिटल रुल मात्रै पढिरहेछौँ यो सेमिस्टरमा। सो यसलाई चाहिँ अब बेसिक नर्मल रुलहरू अब फ्याक्टराइजहरूले पनि गर्न मिलेन। हामीले चाहिँ जे पढिरहेछौँ त्यही एप्लाई गरेर गर्नु पऱ्यो होइन। सो कसरी गर्ने हो भन्दाखेरि चाहिँ अब हाम्रो त सबभन्दा सिधा कुरा 0/0 आछ, इन्फिनिटी डिभाइड बाई इन्फिनिटी आछ, डाइरेक्टली एल हस्पिटल रुल अप्लाई गर्दा भयो, केही समस्या भएन हामीलाई होइन। तर अब आइदियो के भन्दाखेरि चाहिँ इन्फिनिटी माइनस इन्फिनिटी यो आइदियो। यसलाई त मैले एल हस्पिटल रुल अप्लाई गर्न पाइनँ नि त। तर मैले इन्फिनिटी डिभाइड बाई इन्फिनिटी फर्मेटलाई चाहिँ, यो इन्फिनिटी भनेको त 1/0को फर्मेटमा जान्छ होला, माइनस माथिपट्टि भनेको यो भने 1/0को फर्मेटमा जान्छ होला होइन। त्यो भनेको अब 0 एलसिएम लिँदाखेरि 1 - 1 डिभाइड बाई 0, त्यो भनेको 0/0 फर्मेटमा जाने भयो होइन। भनेपछि यो फर्मेटलाई पनि मैले केमा कन्भर्ट गरेँ त? यो फर्मेटमा कन्भर्ट गरिरहेको छु होइन। सिमिलरली 0 इन्टु इन्फिनिटी, यो भनेको कुन फर्मेटमा हुन्छ? 0 × 1/0 जाला यो भनेको पनि 0/0 फर्मेट। अब त एल हस्पिटल रुल लगाउन पाएँ नि त मैले रुल अनुसार होइन। भनेपछि अब चाहिँ यसलाई मैले के गर्छु त? एल हस्पिटल रुल लगाएर सल्भ गर्न पाएँ होइन। सिमिलरली 1को पावर इन्फिनिटी होला होइन। अब 1को पावर इन्फिनिटी टाइपलाई चाहिँ मैले 1को पावर वाइले मानौँ न, लग लिगमलाई दुवैतिर, लग लिगमलाई लग 1को पावर इन्फिनिटी, यो भनेको इन्फिनिटी बाहिरपट्टि आउने भयो, log 1 आउने भयो। त्यो भनेको इन्फिनिटी इन्टु log 1 भनेको 0 आउने भयो। अब फेरि के भयो त? 0/0 फर्मेट। अब मैले फेरि के गर्न सक्छु त? एल हस्पिटल रुल लगाउन सक्छु। सिमिलरली 0को पावर 0, सिमिलरली इन्फिनिटीको पावर 0 है त। अब यसरी चाहिँ हामीले के गर्छौँ त? फेरि लग लिन्छौँ। यो पावरवाला क्वेसनहरूमा चाहिँ जहिले पनि लग लिएर सल्भ गर्ने है त। एउटा चाहिँ याद गर्नुपर्ने कुरा, 1को पावर इन्फिनिटी, 0को पावर 0, र अर्को एउटा कुन फर्मेट छ हामीसँग? इन्फिनिटीको पावर 0 है त। इन्फिनिटीको पावर 0 भइसकेपछि यो सबै क्वेसनहरूमा के गर्नु त? टेकिङ लग एन्ड सल्भिङ देम एन्ड सल्भ देम सल्भ देम। योसँग चाहिँ हामीले के गऱ्यौँ त? बस थ्योरिटिकल पार्ट चाहिँ थोरै डिस्कस गऱ्यौँ होइन, कसरी सल्भ हुन्छ भन्ने कुराको बारेमा। अब चाहिँ जाऊँ हाम्रो क्वेसनहरूमा। हामीसँग टोटल 1 2 3 4 5वटा क्वेसन चाहिँ मैले राखेको छु यसमा चाहिँ होइन। बाँकी चाहिँ तपाईँहरूले बुकबाट अथवा अरू पार्टबाट चाहिँ कभर गर्न सक्नुहुन्छ है त। सजिलो छ एकदमै होइन, त्यस्तो धेरै गाह्रो छैन। अनि त्यो मोडल क्वेसनमा पनि राखेको क्वेसन थियो होइन। ल, क्वेसनले के भनेको छ हेरौँ है त। इभ्यालुएट लिमिट समथिङ समथिङ दिएको छ भ्यालु। सो सबैभन्दा पहिला चेक गरौँ लिमिट अप्लाई गरेर। क्वेसन के दिइरहेको छ? लिमिट x टेन्स टु 0 tan x माइनस एक्स डिभाइड बाई एक्स स्क्वायर tan x दिइरहेछ होइन। जब एक्सको भ्यालु 0 हुन्छ नि, एक्सको भ्यालु 0 हुन्छ नि, भ्यालु के आइरहेछ? tan 0 द्याट इज 0 माइनस 0 डिभाइड बाई 0 इन्टु 0। यो भनेको 0/0 फर्मेट गयो। अब यो 0/0 फर्मेट गइन्जेलसम्म मैले के अप्लाई गर्न सक्छु त? एल हस्पिटल रुल अप्लाई गर्न सक्छु। तर जहिले पनि एल हस्पिटल रुल अप्लाई गर्नुभन्दा अगाडि चाहिँ सकेसम्म क्वेसनलाई सिम्प्लिफाई गर्नु। कसरी सिम्प्लिफाई गर्न सकिन्छ भन्दाखेरि चाहिँ लिमिट एक्स टेन्स टु 0, किनकि एल हस्पिटल रुलमा चाहिँ माथि पर्टिकुलर डेरिभेटिभ गर्नु पऱ्यो, तल पर्टिकुलर डेरिभेटिभ गर्नु पऱ्यो। तर मैले चाहिँ यहाँ फिगरमा के देखिरहेको छु भन्दाखेरि चाहिँ एक्स स्क्वायर tan x को डेरिभेटिभ गर्दाखेरि त मलाई युभी रुल लगाउनु पऱ्यो नि त। म यता झन्झट गर्न चाहन्न होइन। सकेसम्म मैले के गर्छु त? त्यसलाई सिम्प्लिफाई गर्ने कोसिस गर्छु। कसरी गर्छु मैले भन्दाखेरि चाहिँ tan x माइनस एक्स लेखेँ होइन, डिभाइड बाई एक्स स्क्वायर। अब इन्टु tan x माइनस एक्सलाई मैले tan x/x इन्टु एक्स थप्न पाएँ नि त होइन, थप्न पाएँ। किनकि एक्स एक्स काट्यो जस्ता त्यस्तै भ्यालु आउने। यस्तो किन गरेको भन्दाखेरि चाहिँ किनकि मलाई एउटा कन्डिसन के थाहा छ?
कन्डिसन के थाहा छ, टेन एक्स बाई एक्सको भ्यालु चाहिँ एउटा एक्स स्क्वायर इन्टु एक्स एक्स क्युब भयो होइन, डट 1/10x/x भयो। जब लिमिट एक्स टेन्स टु जेरो अप्लाई गर्छन् टेन एक्स बाई एक्समा चाहिँ, जब लिमिट एक्स टेन्स टु जेरो अप्लाई गर्छ नि टेन एक्स बाई एक्समा चाहिँ यसको भ्यालु कति आउँछ नि माथिबाट प्रुफ गरेको जस्तो वान आउँछ, वान आउँछ होइन। सो यसको भ्यालु सिम्प्लिफाई भएर के जाने भयो त वानमा जाने भयो अब होइन। यसको भ्यालु वान, 1/1 त वान, सो मल्टिप्लाई गरेर राख्नु परेन। सो सिम्पल यस्तो यो टेनको वाला क्वेसनलाई चाहिँ मैले केमा कन्भर्ट गरेँ त एकदम बेसिक सानो क्वेसनमा कन्भर्ट गर्न सकेँ होइन, बेसिक बेसिक प्रिन्सिपलबाट मात्रै। अब अब चेक गरौँ, अब चेक गरौँ है त, फेरि चेक गरौँ त एकचोटि। जिरो माइनस जिरो, टेन जिरो, जिरो माइनस जिरो डिभाइड बाई जिरो भनेपछि जिरो बाई जिरो फर्मेट फेरि भ्यालिड छ भनेपछि अब लगौँ एल हस्पिटल, किनकि अब त सिम्पल डेरिभेटिभ गर्न मिल्छ होइन। सो लगौँ त एकचोटि ट्राई गरौँ होइन। टेन एक्स माइनस एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स भनेको कति आउने भयो त, सेक स्क्वायर एक्स माइनस वान आउने भयो, वान डिभाइड बाई एक्स क्युबको डेरिभेटिभ इज 3x²। ठिक छ, पाइयो होइन, इक्वेस टु लिमिट एक्स टेन्स टु जेरो, सेक स्क्वायर एक्स माइनस वान भनेको टेन एक्स हुन्छ, टेन स्क्वायर एक्स हुन्छ होइन, डिभाइड बाई 3x² होइन। यो भनेको भ्यालु, यो भनेको 1/3 टेन एक्स बाई एक्सको होल स्क्वायर। अब लिमिट एक्स टेन्स टु जेरो अप्लाई गर्दाखेरि टेन एक्स बाई एक्सको भ्यालु वान, द्याट इज 1/3 इन्टु वान स्क्वायर, द्याट इक्वेस टु 1/3। एएनएस सक्यो होइन। सो यसमा चाहिँ हामीले के गर्यौँ त, सबैभन्दा पहिला चाहिँ क्वेसनलाई बुझ्नु भन्दाखेरि पनि क्वेसनलाई चाहिँ सिम्प्लिफाई गर्नु ठुलो कुरा, क्वेसनलाई सल्भ गर्नु भन्दाखेरि पनि क्वेसनलाई सिम्प्लिफाई गर्नु चाहिँ म्याथमेटिक्समा सजिलो कुरा हुन्छ अथवा इम्पोर्टेन्ट कुरा हुन्छ है त। यो सबैले सार्नु पर्ला यो चाहिँ एकदमै सजिलो क्वेसन थियो है त। ल अब चाहिँ हाम्रो अर्को क्वेसनमा जम्प गरौँ होइन। यो क्वेसन छ, यसमा चाहिँ के भनेको छ क्वेसन पढौँ एकचोटि। लिमिट एक्स टेन्स टु वान दिएको छ, एक्स बाई एक्स माइनस वान दिएको छ, माइनस वान बाई लग एक्स दिएको छ होइन। सो एकचोटि चेक गरौँ त, जब एक्सको भ्यालु चाहिँ वानको नजिक पुग्छ नि, वान डिभाइड बाई वान माइनस जिरो द्याट इज इन्फिनिटी, वान बाई लग जिरो पनि इन्फिनिटी भनेपछि यो कस्तो फर्मेट भयो, इन्फिनिटी डिभाइड बाई इन्फिनिटी फर्मेट भयो होइन। अब यसलाई चाहिँ मैले केमा कन्भर्ट गर्नु परिरहेको छ, म डाइरेक्टली एल हस्पिटल रुल अप्लाई गर्नको लागि चाहिँ 1/0 1/0 गरेर कन्भर्ट गर्नुपर्छ। सो मैले के गर्छु सबभन्दा सजिलो यसलाई कन्भर्ट गर्नलाई एलसिएम लेख्छु होइन। तलपट्टि एलसिएम लेख त, माथिपट्टि के आउने भयो, एक्स इन्टु लग एक्स क्रस मल्टिप्लाई माइनस वानसँग मल्टिप्लाई गर्दाखेरि एक्स माइनस वान आउने भयो। ठिक छ होइन यहाँसम्म। सो अब एकचोटि चेक गरौँ त, वान इन्टु लग जिरो, सरी लग वान, वान इन्टु लग वान वान, सरी जिरो, किनकि हिसाबै गरौँ साइडमा होइन, वान इन्टु लग वान भनेको त जिरो हो, माइनस वान भनेको जिरो डिभाइड बाई वान माइनस वान जिरो इन्टु लग वान भनेको भ्यालु जिरो भनेपछि यो भनेको त अफकोर्स 0/0 फर्मेट भयो। 0/0 आइन्जेलसम्म मैले के अप्लाई गर्न सक्छु, एल हस्पिटल रुल मजाले अप्लाई गर्न सक्छु होइन। सो लगौँ एल हस्पिटल रुल अप्लाई गरौँ त। एक्स, अब यो माथिपट्टिको सबैले डेरिभेटिभ गरेर विथ रेस्पेक्ट टु एक्स, एक्स लग एक्सलाई गर्नलाई के गर्नु पर्यो त, प्रोडक्ट रुल लगाउनु पऱ्यो। प्रोडक्ट रुलले के भन्छ, एक्सलाई छोड लग एक्सलाई डेरिभेटिभ गर, त्यसको 1/x आउने भयो, प्लस लग एक्सलाई छोड होइन, भीलाई छोड युलाई डेरिभेटिभ गर, त्यस एक्सको डेरिभेटिभ वान माइनस, अब एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज वान, कन्सट्यान्टको डेरिभेटिभ इज जिरो होइन, डिभाइड बाई तलपट्टिको पनि सेम, यसलाई यु मान यसलाई भी मान होइन, युलाई छोड लग एक्सलाई डेरिभेटिभ गर द्याट इज 1/x, प्लस लग एक्सलाई छोड एक्स माइनस वानलाई डेरिभेटिभ गर द्याट इज वान। ठिक छ होइन, लिमिट एक्स टेन्स टु वान होइन, एक्स एक्स काट्यो वान, वान र वान पनि क्यान्सल हुने भयो, वान माइनस वान छ, माथिपट्टि के आउने भयो त लग एक्स डिभाइड बाई, अब एक्स बाई एक्स भनेको त वान हो, माइनस वान बाई एक्स होइन, अब प्लस लग एक्स आउने भयो होइन। अब एकचोटि चेक गरौँ, लग वान भनेको जिरो, वान माइनस वान जिरो होइन, एक्सको भ्यालु वान राख्दाखेरि फेरि लग वान भनेको जिरो भनेपछि फेरि के कुन फर्मेटमा आयो, 0/0मा फेरि आयो। जहिलेसम्म 0/0 फर्मेटमा आउँछ नि तहिलेसम्म हामीले के गर्न सक्छौँ, एल हस्पिटल रुल फेरि अप्लाई गर्न सक्छौँ होइन। लग एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज जहिले पनि 1/x होइन,
डिभाइड 1 को डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज कन्सट्यान्ट द्याट इज 0 -1/x कति आउँछ +1/x² आउँछ होइन एक्सको पावर -1 हुने भयो एनएक्स एन -1 अप्लाई गर्दाखेरि अब चाहिँ लग एक्सको डेरिभेटिभ कति आउँछ 1/x आउँछ ठिक छ यहाँसम्म होइन ठिक छ ठिक छ है त अब यति भइसकेपछि चाहिँ अब एक्सको भ्यालु चाहिँ 1को नजिक हुँदाखेरि 1/के अप्लाई गर्नु पऱ्यो 1/1 अप्लाई गर्नु पऱ्यो होइन 0 अब किनकि 0/0मा जाने सम्भावना छैन अब त 1/1² +1/1 त्यो भनेको भ्यालु कति आउने भयो माथिपट्टि 1 डिभाइड बाई 1 + 1 द्याट इज 1/ सक्यो है त भनेपछि यो जुन लिमिट छ नि यसको भ्यालु कति आउँदो रहेछ 1/2 आउँदो रहेछ भनेपछि सबै क्वेसनहरू यसरी हामीले इजिली प्रोसिड गर्न सक्छौँ सो सार्नु होला सबैले यु र भी चाहिँ लेखिराख्नु पर्दैन होइन जस्ट मैले चाहिँ रिफरेन्सको लागि चाहिँ भनेको है यु र भी चाहिँ ल अगाडि बढ्दै है त अब अर्को क्वेसन छ मसँग अर्को क्वेसन के दिएको छ भन्दा चाहिँ लिमिट एक्स टेन्स टु 0 1/x² -1/sin² एक्स फेरि 1/0 -1/0 त्यो भनेको त इन्फिनिटी माइनस इन्फिनिटी फर्मेट भयो सो यस्तो क्वेसनलाई डाइरेक्टली नगरिकन अब हामीले के गर्छौँ एल्सियम लिएर गर्छौँ किनकि मलाई त फर्मेटमा चाहिएको छ होइन 0/0 अथवा इन्फिनिटी बाई इन्फिनिटी फर्मेटमा चाहिएको छ सो एल्सियम लेख्दाखेरि माथिपट्टि sin² एक्स आउने भयो क्रस मल्टिप्लाई गर्दाखेरि -x² डिभाइड बाई के आउने भयो त x² sin² एक्स होइन अब मैले डेरिभेटिभ गरिराख्नुपर्छ मलाई थाहा छ होइन एलएसपिटल रुलमा डेरिभेटिभ गर्नुपर्छ अगाडि इक्वल टु छुट्याउनु भएन है कुनै पनि क्वेसन माथिपट्टि पनि गरेको छु कि छैन मैले होइन इक्वल टु छुट्याउनु भएन अब मैले त डेरिभेटिभ गरिराख्नुपर्छ सो sin²x को डेरिभेटिभ गर्दाखेरि त प्रोडक्ट रुल लगाउनु पर्छ एकदमै धेरै झ्याउ हुन्छ सो यसलाई सल्भ गर्नलाई चाहिँ मैले के गर्छु त मैले तरिका अप्लाई गर्छु त्यो भनेको मैले कुन युज गर्छु तरिका -x² डिभाइड बाई x²। अब यसलाई चाहिँ sin x/x को होल स्क्वायर लेख्छु पाएँ नि त मैले होइन अब के गर्छु sin²x छँदैछ x² तलपट्टि थपेँ माथिपट्टि पनि थपेँ होइन सजिलो भयो नि त हिसाब गर्नुलाई सो लिमिट एक्स टेन्स टु 0 अप्लाई गरेँ भ्यालु x² अब यो त 1 आउँछ भ्यालु लिमिट एक्स टेन्स टु 0 sin x/x त 1 हो सो के आउने भयो त ओभरअल भ्यालु sin² x -x² डिभाइडेड तलपट्टि एक्सको पावर 4 आउने भयो यतिसम्म आयो अब त सिम्प्लिफिकेसन भयो यसको क्वेसनको होइन सो यो क्वेसनले गर्नको लागि चाहिँ अब मैले बल्ल के अप्लाई गर्छु त एल हस्पिटल रुल अप्लाई गर्छु होइन अब किनकि इजिली इन्टिग्रेसन सरी डेरिभेटिभ गर्न सकिन्छ होइन ल अब एक्सको भ्यालु 0 हुँदाखेरि 0 - 0 डिभाइड बाई 0 को पावर 4 sin²x को डेरिभेटिभ 2sin x आउने भयो इन्टु sin x को डेरिभेटिभ कति हुन्छ प्रोडक्ट रुल अनुसार cos x आउने भयो x² को डेरिभेटिभ इज 2x तलपट्टि कति आउने भयो त 4x³ आउने भयो होइन यो भनेको भ्यालु लिमिट एक्स टेन्स टु 0 मा sin 2x यो भनेको sin 2x -2x डिभाइड बाई 4x³ अब यति भइराख्दाखेरि चाहिँ फेरि पनि कुन फर्मेटमा गइरहेछ अफकोर्स जहाँ गएको होला सल्भ त गर्नै पऱ्यो होइन sin 0 -0 भनेपछि अफकोर्स 0/0 होइन भनेको भ्यालु कति आउने भयो लिमिट एक्स टेन्स टु 0 होइन sin 2x को डेरिभेटिभ कति आउँछ cos 2x इन्टु 2x को डेरिभेटिभ इज 2 आउने भयो -2x को डेरिभेटिभ इज 2 मात्रै आउने भयो नि त पछाडिपट्टि होइन डिभाइड तलपट्टिको 12x² आउने भयो अब यसलाई चाहिँ इजिली सल्भ गर्दै जाँदाखेरि अझै पनि हामीले के गर्न सक्छौँ त 2 कमन तानौँ होइन cos 2x -1 डिभाइड बाई x² फेरि एलएसपिटल युज गर्ने पनि पाइन्छ नपाउने होइन किनकि 0/0 अफकोर्स गइरहेको छ होइन त्यो 12 तलपट्टि छँदैछ होइन 6 टाइम्स काटिने भयो 1/6 मैले बाहिरपट्टि कमन ताने लिमिट एक्स टेन्स टु 0 अप्लाई गरेँ अब cos 2x -1 1 - cos 2x को फर्मुला कति हुन्छ 2sin² x हुन्छ होइन सो के आउने भयो त -2sin² x आउने भयो डिभाइड बाई x² होइन 2 र यो फेरि काटि क्यान्सल आउट हुने भयो मान्छे माइनस पनि आउने हो -1/3 अगाडिपट्टि लिमिट एक्स टेन्स टु 0 sin x/x को होल स्क्वायर आउने भयो त्यो भनेको भ्यालु फेरि पनि 1 -1/3 इन्टु 1² द्याट इक्वल्स टु -1/3 हेर्नुहोस् सक्यो
ल अब फोर्थ नम्बरको क्वेसनमा चाहिँ हाम्रो के दिएको छ भन्दाखेरि चाहिँ लिमिट एक्स टेन्स टु जेरो टेन एक्स बाई एक्सको पावर वान बाई एक्स दिइरहेको छ। जब चाहिँ एक्सको भ्यालु जेरो हुन्छ नि तब टेन एक्स बाई एक्सको भ्यालु त वानतिर अप्रोच गर्छ भनेर पढिसकेका छौँ हामीले। भनेपछि यो वानको पावर वान बाई जिरो भनेको इन्फिनिटीको फर्मेटमा एप्रोच गरिरहेको छ क्वेसनमा, है त। अब यो क्वेसन कसरी गर्ने, जहिले पनि वानको पावर इन्फिनिटी, जिरोको पावर जिरो, जेरोको पावर इन्फिनिटी टाइपको क्वेसनहरू भयो भने चाहिँ, अथवा इन्फिनिटीको पावर जिरोको टाइपको क्वेसनहरू भयो भने चाहिँ हामीले कसरी सल्भ गरिरहेको थियौँ भन्दाखेरि चाहिँ अगाडिको क्लासेसहरू कसरी सल्भ गर्ने भनेर भनेको थिएँ मैले भन्दाखेरि चाहिँ लग लेखेर डिफ्रेन्सिएसन गर्ने, लग लिने डिफ्रेन्सिएसन गर्ने। सो यसले चाहिँ वाइ लेट गरौँ पहिला। वाइ लेट गर्दाखेरि लिमिट एक्स टेन्स टु जेरो कति आइरहेको छ, टेन एक्स बाई एक्सको पावर वान बाई एक्स आउने भयो। अब लग लियौँ विथ बेस ई, है त। लग भयो अथवा एलएन लेखे पनि भयो होइन, एउटा यो कुरा जेरो लग टेन एक्स बाई एक्सको पावर कति आउने हो, वान बाई एक्स आउने भयो। यहाँसम्म भयो। एउटा लगको प्रोपर्टिजहरू छन् केही, त्यो चाहिँ हामीले जान्नुपर्ने हुन्छ। प्रोपर्टिजहरू के हुन्छन्, लग एक्सको पावर एन छ भने एन टाइम्स लग एक्स आउने भयो, होइन। लग ए बाई बी छ भने लग ए माइनस लग बी आउने भयो, होइन। लग ए डट बी छ भने त्यसको फर्मुला के हुन्छ, लग ए प्लस लग बी हुन्छ, एन्ड सो अन जान्छ, है त। एन्ड सो अन अरू पनि प्रोपर्टिजहरू हुन्छन्। यति चाहिँ हामीलाई चाहिन्छ, है त। अब यो पावर रुल अनुसार के आउने भयो त, लग बाईको भ्यालु वान बाई एक्स बाहिरपट्टि आउने भयो। लिमिट एक्स टेन्स टु जेरो अप्लाई गरेर राख्दाखेरि, सरी एक्स त बाहिर राख्न मिलेन हामीले, होइन। सो लिमिट अगाडि लेखौँ, किनकि एक्समा पनि लिमिट त अप्लाई गर्नु पऱ्यो नि त। पावर रुल अनुसार वान बाई एक्स अगाडिपट्टि आउने भयो, लग टेन एक्स बाई एक्स हुने भयो भ्यालु, एक्स हुने भयो। अब यो भनेको लग वाईको भ्यालु कति आउने भयो, लिमिट एक्स टेन्स टु जेरो वान बाई एक्स। अब प्रोपर्टी अनुसार ए बाई बी भनेको भ्यालु लग ए माइनस लग बी हुने भयो, लग एक्स यति हुने भयो। और लग वाईको भ्यालु कति आउने भयो, जेरो वान बाई एक्स। वान बाई एक्सको ठाउँमा चाहिँ हाम्रो भ्यालु लग टेन एक्स माइनस लग एक्स डिभाइड बाई एक्स आउने भयो। जब चाहिँ एक्सको भ्यालु जेरो एप्रोच गर्छ नि, हामीले पहिला पनि पढेको होइन, लिमिट एक्स टेन्स टु जेरो अप्रोच भइराख्दाखेरि टेन एक्स बाई एक्सको भ्यालु कति आउँछ त, वान आउँछ, होइन। अथवा एक्सले यतापट्टि मल्टिप्लाई गर्दाखेरि के आउँछ भन्दाखेरि चाहिँ लिमिट एक्स टेन्स टु जेरो हुँदाखेरि टेन एक्सको भ्यालु केसँग बराबर हुन्छ, एक्सको भ्यालुसँग बराबर बराबर जाँदो रहेछ। भनेको एक्स टेन्स टु जेरो हुँदाखेरि यो भनेको लग टेन एक्स भनेको लग एक्स जस्तो बिहेभ गर्यो। लग एक्स माइनस लग एक्स भनेको जिरो डिभाइडेड तलपट्टि जिरो। भनेपछि अब यो फर्मेट केमा गयो भन्दाखेरि चाहिँ जिरो बाई जिरो फर्मेटमा बल्ल ट्रान्सफर भयो। अब के गर्नु सक्यो, जिरो बाई जिरो आउने बित्तिकै एल हस्पिटल रुल अप्लाई गर्ने, होइन। अप्लाई कसरी गर्ने त, लग टेन एक्सको डेरिभेटिभ वान बाई टेन एक्स इन्टु टेन एक्सको डेरिभेटिभ इज सेक स्क्वायर एक्स, होइन। लग एक्सको डेरिभेटिभ इज वान बाई एक्स डिभाइड बाई अब एक्सको डेरिभेटिभ विथ रेस्पेक्ट टु एक्स इज वान, है त। अरू लग वाईको भ्यालु कति आउने भयो त, हाम्रो भ्यालु लिमिट एक्स टेन्स टु जेरो अप्लाई गर्दाखेरि, होइन। अब एलसिएम लिगम एक्स सेक स्क्वायर एक्स आउने भयो माइनस टेन एक्स डिभाइड बाई एक्स टेन एक्स, एक्स टेन एक्स। अब यो एक्स टेन एक्सको गर्न तलपट्टि झन्झट भइरहेको छ प्रोडक्ट रुल, होइन। तलपट्टिको जेनरली हामीले जहिले पनि डेरिभेटिभ अथवा मल्टिप्लाई गरेर फालिरहेका छौँ, होइन। सो त्यही नै अप्लाई गरौँ, माइनस टेन एक्स डिभाइड बाई एक्स इन्टु अब टेन एक्सको भ्यालु कति हुन्छ, अप्रोच गर्दाखेरि सिधै एक्स लेख्न पनि पाइयो। अब हामीले पहिलाबाट गरिरहेको तरिकाले चाहिँ लिमिट एक्स टेन्स टु जेरो टेन एक्स बाई एक्सको भ्यालु कति लेख्ने गरेका छौँ, वान लेख्ने गरेका छौँ। सो डिभाइड बाई एक्स इन्टु एक्स गरेर यहाँ एक्स मात्र लेख्दा पनि मिल्छ। अथवा यहाँ लिमिट आइरहेको छ, टेन एक्सको भ्यालु कति हुन्छ, एक्सको बराबर हुन्छ लिमिट एक्स टेन्स टु जेरो हुँदाखेरि। सो जे गर्दा पनि त्यही हो, तर अहिले चाहिँ मैले के गर्छु, एक्स नै डाइरेक्टली युज गर्छु, है। सो अब एकचोटि चेन्ज गर्दाखेरि एक्सको भ्यालु जिरो, जिरो बाई जिरो फर्मेट लगम फेरि, होइन। लग वाईको भ्यालु कति आउने भयो, लिमिट एक्स टेन्स टु जेरो प्रोडक्ट रुल लगम यसमा चाहिँ। अब एक्सलाई छोड्नु पऱ्यो, डट सेक स्क्वायर एक्सको डेरिभेटिभ टु सेक एक्स डट सेक एक्स इन्टु टेन एक्स, होइन। माइनस सरी प्लस प्रोडक्ट रुल सकेको छैन, यु डट बी सेक स्क्वायर एक्सलाई छोड इन्टु एक्सको डेरिभेटिभ भनेको वान, टेन एक्सको डेरिभेटिभ इज माइनस सेक स्क्वायर एक्स आउने भयो। यो क्यान्सल आउट हुने भयो। एक्स स्क्वायरको डेरिभेटिभ कति हुन्छ, टु एक्स हुन्छ,
2x हुन्छ होइन। 2x र 2x क्यान्सल आउट हुने भयो, क्यान्सल आउट हुने भयो। लिमिट एक्स टेन्स टु 0 अप्लाई गर्दाखेरि के आउने भयो, सेक स्क्वायर एक्स इन्टु टेन एक्स आउने भयो होइन। अब एक्स टेन्स टु 0 अप्लाई गर्दाखेरि टेन एक्स 0 आउने भ्यालु होइन। लग वाइको भ्यालु कति आउने भयो, 0 आउने भयो। अथवा वाइको भ्यालु यहाँबाट कति आउने भयो, इको पावर 0, त्यो भनेको 1 आउने भयो। भनेपछि जुन चाहिँ हाम्रो यो लिमिट थियो नि, इको पावर 0 इक्वेस टु 1, यो चाहिँ कहाँबाट फुलफिल भयो त, हाम्रो वाइको भ्यालु यति मानेको, यसको भ्यालु कति आउने त, 1 आउने, 1 आउने। आन्सर चेक गर्नको लागि चाहिँ यस्तो खालको क्वेसन धेरै लेन्दियर भयो नि त, बिग्रिनु पनि सक्छ तपाईँ गर्दा गर्दै होइन। सो यस्तो खालको क्वेसन चेक गर्नको लागि चाहिँ हामीले चाहिँ अब सर्टकट मेथड जुन चाहिँ हामीले इन्ट्रान्सहरूमा युज गर्थ्यौँ, एक्सको भ्यालु चाहिँ 0को नजिक राख्थ्यौँ। इक्जाम्पल 10 को पावर -10 राख्दै भयो, -10 डिभाइड बाई 10 को पावर -10, एक्सको ठाउँमा 10 को पावर -10, 1 बाई 10 को पावर -10, र क्यालकुलेटरले चाहिँ रेडियनमा कन्भर्ट गर्दाखेरि यसको भ्यालु कति आउँछ, 1 आउँछ होला। डु चेक है त, डु चेक वान्स। इक्जाममा आन्सर चेक गर्नु सजिलो हुन्छ। डाइरेक्टली यो त युज गर्नु पाइँदैन अहिले त होइन, स्टेप बाई स्टेप गर्नुपर्ने हुन्छ, तर पनि एन्सर चेक गर्न काम लाग्न सक्छ है त। यो क्वेसन चाहिँ हामीले के गर्छौँ, यसरी सल्भ गर्छौँ, सबैले साधा हुन्छ। ल लास्ट क्वेसन छ हामीसँग होइन, लास्ट क्वेसन छ, त्यसमा चाहिँ हाम्रो लिमिट एक्स टेन्स टु पाई बाई टू साइन एक्सको पावर टेन एक्स चाहिँ अप्लाई गर्नुपर्ने छ। यसको भ्यालु चाहिँ यो पनि हेर्दाखेरि साइन एक्स भनेको साइन 90 छ लिमिट होइन, द्याट इज 1, 1को पावर 10 90 भनेको इन्फिनिटी फर्मेटमा हाम्रो के छ त एप्रोच गरिरहेको छ। 1को पावर इन्फिनिटी भन्ने बित्तिकै लग लिनु पऱ्यो, भनेपछि वाइ मान्नु पऱ्यो पहिला, पाई बाई टू साइन एक्सको पावर 10 एक्स हुने भयो, लग लिगम बोथ साइडमा, लग दिँदाखेरि पावर रुल अहिलेको जस्तै होइन, 10 एक्स अगाडिपट्टि आउने भयो, अनि लग साइन एक्स हुने भयो होइन। ल जब चाहिँ हाम्रो यो फर्मेटमा आयो नि, लग साइन एक्स इन्टु 10 एक्स भनेको, अब यो भनेको 1090 द्याट इज इन्फिनिटी फर्मेट भयो, इन्टु लग इन्टु 1 भनेको 0, 0 इन्टु इन्फिनिटी। यसलाई कन्भर्ट गर्न सिकाएको थिएँ नि, इन्फिनिटीलाई 1/0को फर्मेटमा लेखिदिने होइन, सो द्याट कि 0/0मा कन्भर्ट होस् होइन। सो के गरिदिने भन्दाखेरि चाहिँ लिमिट एक्स चेन्ज टु पाई बाई टू लेख्ने होइन, लग साइन एक्स माथिपट्टि छँदैछ। अब यो इन्फिनिटीवाला पार्ट छ नि, यसलाई चाहिँ 1/0 लेखेको जस्तै यसलाई चाहिँ 1/cot x लेख्ने कि, 10 एक्सलाई चाहिँ के गरिदिनु त 1/cot x भनेर लेखिदिने होइन। अब चेक गरौँ त, लग 90 द्याट इज लग साइन 90, साइन 90 भनेको 1, लग 0 0, लग 1 0, कट 90 कति हुन्छ, कट 90 भनेको 0। अब 0/0 गयो, 0/0 जाने बित्तिकै त एल हस्पिटल रुल लगाउन पाइयो, पाई बाई टू होइन। अब एल हस्पिटल रुल लगाउँ त, साइन एक्सको डेरिभेटिभ, लग साइन एक्सको डेरिभेटिभ, साइन एक्स तलपट्टि गरौँ, साइन एक्सको डेरिभेटिभ इज कस एक्स होइन। अब कट एक्सको डेरिभेटिभ माइनस कसेक स्क्वायर एक्स हुन्छ, और लग वाइको भ्यालु कति आउने भयो, लिमिट एक्स चेन्ज टु पाई बाई टू होइन, कस एक्स बाई साइन एक्स। यो भनेको के हुन्छ भन्दाखेरि चाहिँ माइनस अगाडि छँदैछ, 1/cosec स्क्वायर एक्स भनेको त के हुन्छ, साइन स्क्वायर एक्स हुन्छ माथिपट्टि होइन, माथिपट्टि गएर यो क्यान्सल आउट हुने भयो। अब भ्यालु निकाल्दाखेरि लग वाइको भ्यालु कति आउने भयो, कस 90 इन्टु साइन 90 द्याट इज माइनस इन्टु 0 द्याट इज 0, भनेपछि यहाँबाट वाइको पावर इको पावर 0 द्याट इज 1 है त। वाइको भ्यालु फेरि पनि कति आयो, 1 आयो, माथिको जस्तै होइन, भनेपछि वाइको भ्यालु कति आउँछ, 1 आउँदो रहेछ होइन। अब यस्तो खालको क्वेसनहरू चाहिँ हामीले यसरी गर्छौँ इक्जाममा चेक गर्नलाई। एन्सर चाहिँ एक्सको ठाउँमा चाहिँ पाई बाई टूको नजिकको भ्यालु 89 डिग्री होला, अब त्यसलाई चाहिँ रेडियनमा कन्भर्ट गरेर राख्नु पऱ्यो है त। ल एउटा म चाहिँ असाइनमेन्ट टाइपको छोडिदिइ राख्छु यसलाई चाहिँ होइन। 6औँ नम्बरको क्वेसनमा चाहिँ हाम्रो एउटा क्वेसन छ, लिमिट एक्स टेन्स टु 0 एक्स लग एक्स कसरी निकाल्ने है त, एक्स लग एक्स कसरी निकाल्ने। हिन्ट चाहिँ के हो यसमा भन्दाखेरि चाहिँ यो भनेको 0 इन्टु इन्फिनिटी फर्मेट छ, सो गर्ने कसरी, लग एक्स डिभाइड बाई 1/x गर्ने होइन, लिमिट एक्स टेन्स टु 0। अब यो अप्लाई गरेर राख्दाखेरि के हुन्छ भ्यालु, इन्फिनिटी डिभाइड बाई इन्फिनिटी फर्मेट। अब 1/x इन्टु माइनस 1/x स्क्वायर, एक्स स्क्वायर माथिपट्टि जाने हो, बाई काटिने हो, एक्स मात्रै 0 आउँछ यसको एन्सर है त। यो क्वेसनहरू चाहिँ हामीले यसरी सल्भ गर्छौँ। सो यो हाम्रो चाहिँ डिफ्रेन्सिएसन अथवा हाम्रो यो इन्डिटरमिनेट फर्मको क्वेसनहरू चाहिँ आज हामीले कम्प्लिट गरेका छौँ। अर्को दिन चाहिँ हामीले यसकै लगत्तै 1/3को च्याप्टर चाहिँ कभर गर्छौँ। सो थ्याङ्क यू।